अब चाहिँ हामी गुफाभित्र जाँदैछौँ। अँध्यारो रहेछ भित्र गुफा। के गर्ने नि तिमी? सायद रुका वर हिँड म बसाइछु। ए लास्ट के क्या भित्र मैडम अचम्मको गुफा। भित्र कोठै कोठा भएको यस्तो पनि हो। डर लाग्नु। कृतिका तँलाई कस्तो लागिरहेछ गुफाभित्र? ए हाम्रो आमा छोरीहरू ए भित्र पनि रहेछ नि त। जाने ठाउँ त कहाँसम्म जान्छ यो? भनेपछि अन्तिम केन्द्रबिन्दु यताको यहाँसम्म रहेछ। सीता म्याडम कस्तो लागिरहेको छ गुफाभित्र? डर त लागेन नि? मैले बनाइसकेँ घर। कीर्तन लाइट मातिर होइन कि तल पुरा रहेछ सबैभन्दा आउनै पर्ने ठाउँ। एकदमै राम्रो छ। क्याब घरबाट ओर्नु सक्छ? ल घरबाट ओर्नु सक्छ? गुफाभित्र आमा छोरी छोराले के बनाउनु लाग्यो हुन्? ल फेरि हामी अझै कति तला होला यो माथि होइन? हामी करिब 4 तला त आइसक्यो यो गुफाभित्र। 4 आयो र 6 आइसक्यो। यो 7औं भयो। ए 7औं तलामा आइसक्यो। बाहिर हेर्नुहुन्छ भने गुफाको झ्यालबाट यस्तो दृश्य देखिन्छ। कस्तो
आयो तलसम्म देखिनु ल माथि जाऊ अझै माथि छ अझै भर्याङ छ यसको होइन कति हाइट होला यो अगाडि बढौँ यो भर्याङ अलिकति हल्लिने सम्भावना छ यो यसमा नआऊ है बच्चा बच्ची नआऊ यो यसमा समाउने न टेक्रेर चाहिँ यसमा यहाँ माथि चढ्न सकिएन म चाहिँ यहाँ चढ्न सकिनँ म फर्किएँ होइन आउनै पर्ने बुढी कसैले पनि छुटाउनु नहुने ठाउँ एकदम भन्ने हाम्रो बिच भएको थियो हिजो छोरीले बचाइन भन्नु न भिडै भएन किन नहुने यत्रो 50-50 अब हामी यो दोस्रो तलातिर जान्छौँ छोरीले मलाई फेरि छोरी दुलै दुला कति दुलै दुला रहेछ नि भित्र कोठै कोठा कोठै कोठा के हुन् यिनीहरू यो के हो यस्तो गाह्रो चिनेर बनाएको यो खाल्टाखुल्टी अझै हामी 10औं तला अब हामी 15 तला छैन म खिच्दिन्छु म जान्छु नानी खिच्दै के छ रेडी छ यो म माथि गर्छु है यो कति तला हो हामी अन्तिम तलामा आइपुगिसक्यो होइन हामी लास्ट तला आयो अब यसपछि केही छैन यहाँ यहाँ त यस्तो अब छिरेर जानु हुँदो रहेछ त नजाने तलको खिच्नु न तल खिच्नु अब म यता झ्यालबाट हेर्दाखेरि यस्तै पाखाभित्रको डाँडाको उसमा छौँ हामी गुफामा धेरै यसलाई धेरै बल्न दियो त हामी यो दुलाबाट छिरेर पायौँ के हो अघि म यहाँ चढ्न नसकेको अघि म यहाँ चढ्न नसकेको चढ्न त उतै जोखिम छ अब भरे ठिक छ त ठिक छ होइन के उल्टा उल्टा भयो केही भएन ल ल ल ल ल ढुक्क आऊ फर्किनु ल ल अनि उता फर्किनु मन फर्क अब त ढुक्क छ अब छोरी डरले छोरी डरले अनि भिडियो नबनाउनु के थाहा कि मलाई यस्तो सिडी हुन्छ ल एकतिका क्यामेरा उल्टो फलिन्छ एक क्यामेरासँग हिँड्नु पच्न गर्नु है क्यामेरा जस्ता कस्तो होस् है त्यसै डराउँछु भनेर लगाएर अघि ल छोरी सक्छु एक्लै पछाडि फर्केर झर्न
बसी बसी झर्छु के अरू बेला त गो त तल घाम तल फट्याउरी हिँडेरै जित्छु भने यहाँ छ हाम्रो सिडी त्यो यो नि सजिलो हो एकातिरबाट होइन क्या रमाडी हेर यस्ता डरपोक पनि गुफा हिँड्ने यो मेरो छोरी एकदमै डरपोक छ यसैलाई चाहिन्छ यस्ता यस्ता गुफा अलिक डरलाग्दो रहेछ यार यो त यो अलिक डरलाग्दो रहेछ है यहाँ भाइ राम्रो छ अलिक कठिन छ है यो केही कठिन छैन होइन यता पनि खोकेर यहाँ पनि खाल्टो गयो फाइनली हामी दुलाबाट बाहिर छियौँ गुफाबाट हामी 15 तला माथि गएर हामी है गुफा यो यहाँको एकदम महत्त्वपूर्ण भ्रमण गर्ने ठाउँ रहेछ यही रहेछ मेन गुफा चढ्ने छोरीको इच्छा पनि पुरा भयो अब लास्टै डराउँछ भर्याङहरूमा अङ्कल थियो कस्तो लाग्यो अति नै राम्रो लाग्यो यो नेपालको हरेक क्षेत्रबाट सबै चाहिँ जनमानसहरू चाहिँ एकपटक आउनै पर्ने ठाउँ जुन एरा आइयो हेत्तेरी भन्ने टाइपको नहुने एउटा बनाउने टाइपको हाम्रो गुफा रहेछ यो 200 वर्ष पहिलादेखिबाट यस्तै नसोचिलो लाग्छ कि चाहिँ भत्किहाल्छ गइहाल्छ कता आफै पुरिन्छ कि जस्तो छ तर चाहिँ यति स्ट्रङ छ माथि 10 जना 15 जना 20 जना जाँदाखेरि पनि यो केही पनि नहुने अति नै रमणीय रहेछ 15औं 17औं तला एउटा मात्र नभइकिन ल हस् यही गुफा हो बाहिर हेर्दा सामान्य लागे तापनि भित्र गइसकेपछि यो एकदमै अचम्म गुफा रहेको छ 15 कति तला अरे 15 तलासम्म माथि जान सक्ने भर्याङ बाहिर हेर्दा यस्तो सामान्य छ